नमस्कार, म रिया पुन भूमि आवाजको आजको बसाइमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। खेलकुद विद्यालयमा प्रार्थना समयमा हरेक सोमबार सञ्चालन हुने यो कार्यक्रममा हामी विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने समाजसेवी शिक्षाप्रेमी व्यक्तित्वहरूसँगको कुराकानीमा रहन्छौँ। आजको यो बसाइमा अन्नपूर्ण गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष रमेश गुरुङ सहितको कुराकानी सहित हामी उपस्थित भएका छौँ। आजको यो कार्यक्रममा सरलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद। यहाँको परिचय कसरी दिनुहुन्छ? धन्यवाद प्रश्नको लागि। म मेरो परिचय चाहिँ कसरी दिन रुचाउँछु भने म यस अन्नपूर्ण गाउँपालिका वडा नम्बर 9 मा सामान्य किसान परिवारको घरमा जन्मिएको र यो भूगोललाई माया गर्ने, यो क्षेत्रलाई माया गर्ने र यो क्षेत्रमा केही परिवर्तन गर्नुपर्छ भन्ने चाहने एउटा युवकको रूपमा मैले मेरो परिचय दिन रुचाउँछु। आजभोलि केमा व्यस्त हुनुहुन्छ? आज भोलि विशेष गरेर यो ठाउँको विकासको निम्ति जुन प्रदेश सरकार, गाउँपालिका र सङ्घ सरकारबाट विनियोजित बजेटहरूलाई कार्यान्वयन गर्नका निम्ति र यहाँको हरेक शिक्षाको क्षेत्रमा होस्, अरू सामाजिक क्षेत्रहरूमा होस् र हरेक क्षेत्रमा चाहिँ विभिन्न कार्यक्रमहरूमा सहभागी भएर र अन्य यो योजनाहरूलाई चाहिँ सम्पन्न गर्नका निम्ति, फर्च्योर गर्नका निम्ति यो कामहरूमा म तल्लीन भएर व्यस्त भइरहेको छु। पहिलेको रमेश गुरुङ र अहिलेको रमेश गुरुङमा के फरक छ? पहिलाको रमेश गुरुङ र अहिलेको रमेश गुरुङमा खासै तात्विक भिन्नता छैन, किनभने म पहिल्यैबाट केही परिवर्तन गर्नुपर्छ, केही विकास गर्नुपर्छ भन्ने जुन मानसिकताले अगाडि बढेको थिएँ र यो 79 को निर्वाचनमा मलाई एउटा यो 9 नम्बरको जनताले मत दिएर वडा अध्यक्षको रूपमा विजय गराइसक्नु भएको छ। त्यसपछि चाहिँ म अलिकति बढी यो क्षेत्रप्रति, यहाँको विकासप्रति, यहाँको जनताको चाहिँ तपाईँको चाहिँ अधिकारको निम्ति यहाँको जनतालाई कसरी सेवा दिन सकिन्छ, यहाँको चाहिँ विकास कसरी गर्न सकिन्छ भनेर विभिन्न ठाउँहरूमा, विभिन्न निकायहरूमा धाउँदै र यहाँको विद्यार्थी भाइ बहिनीहरूलाई यहाँको शिक्षाको गुणस्तर कसरी राम्रो गर्न सकिन्छ भन्ने हिसाबले अगाडि बढिरहेको हुनाले केही जिम्मेवारीको हिसाब किताबले फरक छ, तर व्यक्ति चाहिँ एउटै हो भन्न चाहन्छु। वडा नम्बर 9 को विकासको जिम्मेवारी तपाईँमाथि छ। यो जिम्मेवारी कसरी सम्हाल्दै हुनुहुन्छ? यो जिम्मेवारीको कुरा गर्नुपर्दा मैले यहाँको जनताको आधारभूत आवश्यकतालाई पूर्ति गर्नका निम्ति म तल्लीन रहेको छु। यहाँको बाटो, यहाँको चाहिँ शिक्षाको अवस्था र यहाँको स्वास्थ्यको अवस्था, यहाँको जनतालाई कसरी सेवा सुविधा दिन सकिन्छ, कसरी गुणस्तरीय शिक्षा निर्माण गर्न सकिन्छ, कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ र यहाँको जनतालाई कसरी चाहिँ तपाईँको चाहिँ सडक सञ्जालहरू मार्फत उहाँलाई सेवा दिन सकिन्छ भन्ने हिसाबले नै अलिक बढी केन्द्रित भएर काम गरिरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। यस क्षेत्रको शैक्षिक अवस्था कस्तो छ र आगामी योजना के छन्? यो क्षेत्रको शैक्षिक अवस्था अहिलेको अवस्थामा राम्रो छ। हामीले लगभग हाम्रो गाउँपालिकाको टार्गेट अनुसारको चाहिँ रिजल्ट आइसकेको छ र थप यसलाई व्यवस्थित बनाउनको निम्ति, यो गुणस्तरलाई अझै वृद्धि गर्नका निम्ति हरेक हिसाबमा यहाँ भूमि आधारभूतकै एक्जाम्पल हेर्नुहोस् होइन। भूमि आधारभूत तपाईँको हामीसँग 5 वटा विद्यालयहरू छ अन्नपूर्ण 9 मा। भूमि आधारभूत एउटा, त्यसपछि भगवती मावि, उल्लेरी मावि र शारदा र चण्डी आवि, दुईटा गरेर 5 वटा विद्यालयहरू छ। यो विद्यालयहरूमा हामीसँग अरू विद्यालयहरूको तुलनामा केही विद्यार्थीको संख्या कम छ, किनभने हाम्रो भूगोलमा जनसङ्ख्या नै कम छ। त्यस कारणले विद्यार्थीको संख्या हामीसँग कम हुनु स्वाभाविक हो। तर हामीले अरू विद्यालयहरूको तुलनामा अन्नपूर्ण गाउँपालिकाको 9 नम्बर वडाको सिङ्गो विद्यालयहरूको नतिजा एकदम राम्रो छ। अब थप यसलाई गुणस्तरीय बनाउनको निम्ति, शैक्षिक क्षेत्रमा गुणस्तर वृद्धि गर्नका निम्ति र यहाँको विद्यार्थीहरूलाई अन्य तपाईँको चाहिँ अन्य क्षेत्रहरूमा जस्तै अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय बनाउनको निम्ति हामी सबै मिलेर टिमवर्क गरेर चाहिँ अगाडि बढ्ने योजना रहेको छ। हामी जस्ता विद्यार्थीलाई के सुझाव दिनुहुन्छ? तपाईहरू जस्तो विद्यार्थीलाई पहिला उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु र यहाँले जुन हिसाबले, जुन लगनले, जुन मेहनतले आफ्नो पढाइलाई कन्टिन्यू अगाडि बढाउनु भएको छ, यसरी नै अगाडि बढाउनुपर्छ भन्ने म शुभकामना दिन चाहन्छु। र यो सँगसँगै तपाईहरूले जानेका बुझेका कुराहरू तपाईँहरूको घर परिवारमा, छिमेकमा पनि सेयर गरेर जुन परिवारहरू हिजो
हिजोको समयमा उहाँहरूको समयमा चाहिँ विद्यालय जानबाट वञ्चित हुनुभएको छ। उहाँहरूलाई पनि तपाईँहरूले चाहिँ अब शिक्षा दिनुपर्छ, तपाईँहरूले जाने बुझेको कुरा समाजमा छिमेकमा सेयर गर्नुपर्छ र पढेर भोलि गएर चाहिँ प्लस टू सकेपछि कुनै अर्को देशमा जान्छु भन्ने जुन सपना म अहिले सानो कलिलो उमेरमा बुनेका हुन्छौँ, त्यो सपनालाई पछाडि हटाएर अब म यो देशमा नै शिक्षा सेवा आयोग पढेर चाहिँ यहाँको हाम्रो सरहरू म्याडमहरू जसरी म यो स्कुलमा सेवा गर्छु र अन्य तपाईँको चाहिँ लोकसेवा आयोग पढेर यहाँको चाहिँ ब्युरोक्रेट्समा मैले सेवा गर्छु र प्रहरी आर्मीमा भर्ती भएर म यहाँ देशको सेवा गर्छु भन्ने हिसाबले चाहिँ तपाईँहरूको मनोवृत्ति, तपाईँहरूको मानसिकता चाहिँ विकास गर्नुपर्छ र यहाँहरू यसरी अगाडि बढ्यो भने पक्कै पनि देशमा चाहिँ राम्रो राम्रो विद्यार्थीहरू उत्पादन भएर यो देशको सेवा गर्ने राम्रो सेवकहरू भएर चाहिँ तपाईँहरू अगाडि बढ्नुहोस् भन्ने म शुभकामना दिन चाहन्छु। यस वडाको शैक्षिक विकासमा के कार्यक्रमहरू तय गर्नुभएको छ? यस वडाको शैक्षिक विकासको निम्ति र यसको अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नका निम्ति हामीले चाहिँ धेरै योजनाहरू चाहिँ गाउँपालिका मार्फत भइरहेको छ। तपाईँको चाहिँ शिक्षामा गुणस्तर गराउने, तपाईँको चाहिँ जुन विद्यालयमा विद्यार्थी छ त्यो विद्यालयमा दरबन्दीको व्यवस्थापन गर्ने, अनि यी कुराहरू चाहिँ नियमित यो प्रक्रियाको ढङ्गबाट अगाडि बढ्दैछ। र अब हामीले चाहिँ हाम्रो विद्यालयको वडामा चाहिँ टोटल 5वटा विद्यालय छ। यो विद्यालय 5वटा विद्यालयको विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापहरू चाहिँ सञ्चालन गर्ने र त्यो सँगसँगै उहाँहरूलाई चाहिँ एउटा मोटिभेसनल प्रोग्रामहरू हामीले कन्डक्ट गर्ने र अतिरिक्त खेलहरू, तपाईँको पढाइमा पनि अलिक फरक तरिकाको, तपाईँको चाहिँ हिजो हामी भन्दा पनि अलिक फरक तरिकाको डिजिटलाइज गरेर चाहिँ अगाडि बढाउनुपर्छ भन्ने हिसाबले त्यो तरिकाले हामीले योजनाहरू गरिरहेका छौँ। यो मार्फत चाहिँ यहाँहरूको चाहिँ हरेक हिसाबमा, शैक्षिक हिसाबमा यहाँको अतिरिक्त अन्य एक्टिभिटिजहरूमा पनि यहाँहरू एक्टिभ हुनुहुनेछ भन्ने हिसाबले चाहिँ हामीले त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाइरहेका छौँ। समाज सेवामा लागिरहनु भएको छ, यो यहाँको रुचि हो या आवश्यकता के हो? यो मेरो व्यक्तिगत हिसाबमा मेरो रुचि हो, किनभने यो भूगोलमा जन्मिसकेपछि यो भूगोलको सेवा गर्नुपर्छ भन्ने हिसाबले त्यो मानसिकताबाट म गाइडेड थिएँ। त्यस कारणले म निर्वाचनमा भाग लिएर यहाँको जनताले माया गरेर मलाई मत दिएर निर्वाचित गराउनु भयो र यो क्षेत्रमा हामीले म एउटा व्यक्तिले केही गर्न सकिन्न, तर यहाँको समुदाय सबै मिलेर हामी एक भयौँ भने यहाँको धेरै परिवर्तनहरू गर्न सकिन्छ र पछिल्लो समयहरूमा राज्यको हामीले स्रोत र साधन लिएर यहाँको विकासको कामहरूमा हामीले अगाडि बढ्न सकिरहेका थिएनौँ र त्यसको निम्ति पनि मैले केही पहल कदमी गर्न सक्छु कि भन्ने उद्देश्यका साथ म यो समाज सेवामा जनप्रतिनिधिको रूपमा चाहिँ म अगाडि बढेको हो भन्ने कुरा लाग्छ। भोलिको सुनौलो भविष्य बोकेका यी बालबालिकालाई के सन्देश दिनुहुन्छ? भोलिको भविष्य बोकेका युवा बालबालिकाहरूलाई के सन्देश दिन चाहन्छु भने सर्वप्रथम चाहिँ यहाँहरू पढ्नु पर्यो। पढाइ सँगसँगै यहाँले अतिरिक्त क्रियाकलापहरू पनि सहभागी हुनु पर्यो। तपाईँको रुचिको विषय के हो, पहिला त्यो विषयलाई फाइन्ड आउट गरेर तपाईँहरू चाहिँ यही क्षेत्रमा बसेर, यही देशमा बसेर देशको सेवा गर्छु, मेरो अभिभावकहरूको सेवा गर्छु, मेरो गाउँ समाजको सेवा गर्नुपर्छ भन्ने हिसाबले चाहिँ यहाँहरू अगाडि बढ्नुहोस्। यहाँहरूको भविष्य उज्जवल छ। हामीले चाहिँ नेपाल सरकारको लगानी छ, शिक्षा क्षेत्रमा गाउँपालिकाको लगानी छ, तपाईँहरूको परिवारको लगानी छ। त्यस कारणले पढ्नुपर्छ, पढेर अगाडि बढ्नुपर्छ। पढाइ बाहेक हामीले अन्य कुराहरूमा हाम्रो बेसिक लेभलको पढाइ सकेपछि बल्ल अन्य कुराहरूमा हामी फोकस भएर लाग्यौँ भने हाम्रो भविष्य उज्जवल हुन्छ। यहाँहरू सबैलाई शुभकामना। अन्तमा मैले नसोधेका र केही मनमा लागेका कुरा छन् कि? सर्वप्रथम त कार्यक्रम सञ्चालन यस्तो मिठो ढङ्गबाट कार्यक्रम सञ्चालन गर्नुको मलाई बधाई छ र यो कार्यक्रमको परिकल्पना गर्नुहुने भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक लगायत सम्पूर्ण सर म्याडमहरूलाई र विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घप्रतिमा आभार व्यक्त गर्न चाहन्छु र हाम्रो यो प्रत्यक्ष कुराकानीलाई देश विदेशबाट हेर्नुहुने र यो विद्यालयलाई माया गर्नुहुने र विद्यार्थी भाइ बहिनीहरू सबैलाई, शिक्षकज्यूहरूलाई लगायत सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र यो विद्यालयको हरेक हिसाबमा राम्रो होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु र मलाई यहाँ अतिथिको रूपमा निमन्त्रणा गर्नुको यहाँलाई यस बारेमा पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।
व्यस्त समयका बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आउनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद। हवस् त दर्शकबिन एवं साथीहरू, अर्को साता यस्तै अतिथिका साथमा हामी पुनः उपस्थित हुनेछौँ। आजका लागि हामी पनि बिदा हुन्छौँ। नमस्कार। हस्, धन्यवाद। अतिरिक्त क्रियाकलाप खेलकुद सञ्चालन गर्ने कि गर्दैन? अत्यन्तै राम्रो प्रश्न विद्यार्थी 8 कक्षामा अध्ययनरत विद्यार्थी भाइको। यो खालको जिज्ञासु स्वभाव हुनु, यो खालको प्रश्न राख्ने जिज्ञासु व्यक्ति हुनु नै यो एउटा राम्रो पक्ष हो। तपाईँको प्रश्नलाई म सम्मान गर्न चाहन्छु। र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा अस्ति भर्खरै मात्र राष्ट्रपति रनिङ सिल प्रतियोगिता सञ्चालन भयो। यो प्रतियोगितामा यहाँहरू सहभागी हुन पाउनु भएन। यो राष्ट्रपति रनिङ सिल सञ्चालनको एउटा कार्यविधिको कारणले चाहिँ यहाँहरूले सहभागी हुन सक्नु भएन र यहाँहरू पनि त्यस्ता अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुनको निम्ति इच्छुक हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले बुझेँ। अब तपाईँहरूलाई त्यस्ता खालका अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नका निम्ति हामीले हाम्रो यस ओडाको फेडरल विद्यालयको रूपमा चाहिँ लिड विद्यालयको रूपमा चाहिँ भगवती मावि छ। भगवती माविको यो अब चाहिँ माघमा चाहिँ स्वर्ण जयन्ती समारोह हुन गइरहेको छ। त्यसमा हामीले एउटा विद्यालय 9 नम्बरकै एउटा गौरवको विद्यालय मावि विद्यालय भएको हिसाबले त्यो स्वर्ण जयन्तीको अवसरमा अब छिटै नै अतिरिक्त क्रियाकलापहरू सहितको कार्यक्रमहरूको सुरुवात गर्न थालिएको छ। त्यसमा यहाँहरू प्रत्यक्ष रूपमा सहभागी भएर त्यस कार्यक्रममा यहाँले त्यसबाट पनि लाभ लिन सक्नुहुनेछ, एउटा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसको अलावा हामी विद्यालयका प्रज्यूहरूसँग बसेर एउटा खालको चाहिँ फ्रेमवर्क तयार गर्छौँ। त्यसपछि हामीले अतिरिक्त क्रियाकलापदेखि लिएर अन्य विभिन्न कार्यक्रमहरू पनि विद्यालयहरूलाई लक्षित गरेर विद्यार्थीहरूलाई लक्षित गरेर त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने कुरा यहाँहरूलाई म वचन दिन चाहन्छु। धन्यवाद। म यहाँलाई जानकारी गराउन चाहन्छु। ओडाले नै नेतृत्व गरेर तपाईँहरूको शैक्षिक भ्रमण लाने भन्ने कुरा चाहिँ नसकिएला हैन। तर सबै विद्यालयहरूलाई आफ्नो विद्यार्थीहरूको चाहिँ ग्रेड अनुसार कहाँ लाँदा चाहिँ उपयुक्त हुन्छ तपाईँहरूको घुम्ने भनेर हामी फेरि एउटा कोर्स सिलेबसमा भएको टाइटल शीर्षक भन्दा बाहिर भन्दा पनि हामीले सिलेबसमा भएको शीर्षकमा रहेर आधारित रहेर हाम्रो भ्रमणको कार्यक्रमहरू तय हुन्छ। र यहाँहरूको यो त्यस्तो खालको कार्यक्रम चाहिँ प्रत्येक विद्यालयहरूले विद्यार्थीहरूको चाहना अनुसार र सिलेबसको पनि मिल्ने तरिकाले उहाँले सेड्युल बनाएको खण्डमा त्यो भ्रमणको कार्यक्रमहरूमा ओडाबाट चाहिँ यहाँलाई आवश्यक पर्ने सहयोग हामीले गर्ने कुरा चाहिँ म यहाँलाई जानकारी गराउन चाहन्छु।